नमस्कार है सबैजनालाई। यति हो हल्ला सेलाउनु भएको हो। मैले यहाँहरूको माया यहाँहरूको हौसला एकछिनपछि बटुल्नेछु। विशेष गरी श्री युथ युनिटी क्लब मैले धेरै वर्ष पहिले सुनेको थिएँ। यहाँ धेरैजना कलाकार आएर गइसक्नु भएको छ, तर यो वर्षमा आउने अवसर जुर्यो। त्यसको लागि आदरणीय ल अलि माथि माथि बस्नु भएको छ आदरणीय हाम्रा आमाहरू, दिदीहरू, दाइहरू सबैजना तल तल झर्दिनु होला। अब हामी बागलुङको, गुल्मीको, प्युठानको यो सङ्गम स्थलमा आज भिन्दै खालको रमाइलो गर्नुपर्छ। यहाँ धेरैजना दर्शक श्रोताहरू गीत सुन्नको लागि, खेल हेर्नको लागि, यो मेला भर्नको लागि आउनु भएको छ। यहाँहरू सबैलाई मेरो साइनो अनुसारको ठोक नमस्कार सम्मान व्यक्त गर्न चाहन्छु। म धेरै टाढाको होइन, यही गलकोट नगरपालिकाको वार्ड नम्बर 7 मा जन्मेको मान्छे हो। म यही ठाउँमा खेल्दै हुर्किँदै, कहिले भलिबल खेल्दै, कहिले गाउँदै, कहिले चाहिँ रमाइलो गर्दै हिँडेको मान्छे हो। यहाँले कतिले चिन्नु भएको छ। विशेष गरी यो कार्यक्रममा आजका प्रमुख अतिथिज्यू जो आफ्नो महत्त्वपूर्ण भनाइ राखिसक्नु भएको छ। कार्यक्रमका प्रमुख अतिथिज्यू, त्यस्तै गरेर विशिष्ट अतिथिज्यूहरू, कार्यक्रमका सल्लाहकारज्यूहरू, यो कार्यक्रमलाई अत्यन्तै भव्य रूपमा सफल पार्नको लागि विभिन्न ठाउँबाट सहयोग गर्नुहुने सहयोगदाताज्यूहरू, पत्रकार साथीहरू, मिडियाका साथीहरू, हाम्रो स्टलमा रहनुहुने सबै स्टलका साथीहरू, खेलाडी साथीहरू, सबैलाई मैले सम्मान व्यक्त गर्दै हाम्रो ज्ञान बलामी सर हुनुहुन्छ। ज्ञान बलामी सरले एकछिनपछि गाउनुहुन्छ होला। यहाँलाई सबैलाई मैले छुटाएका, मैले भन्न कोही छुटेका हुनुहुन्छ भने मेरो साइनो अनुसारकै सम्मान ढोक नमस्कार व्यक्त गर्दै यति बेला साउन्ड सिस्टमका हाम्रा प्राविधिक साथीहरूलाई पनि सम्मान व्यक्त गर्दै मैले धेरै गीतहरू गाएको छु। अब धेरै भाषण नगरौँ। म गीत गाउन आएको, रमाइलो गर्न आएको, यहाँलाई रमाइलो गर्नको लागि हिजोदेखि काठमाडौँको यात्रामा आज यहाँ आइयो। यहाँहरूलाई पक्कै पनि यो खुसियाली, यो रमाइलो बाँड्नको लागि आएको छु। सबैलाई सम्मान व्यक्त गर्दै अब अघि आउनु होला है त, नाच्ने होला नि है। जाने रे कुन्नी सामा फाल्देला जोबान कल्ले पाल्देला सुन्नुभएको थियो टिकटकमा होइन? रोइला गीत हिजो अस्ति मात्रै हामीले चाहिँ यो अडियो मार्फतले सार्वजनिक गरेका थियौँ। हिजो मात्रै हामीले भिडियो सुटिङ गरेर म यता आएको। अब भोलि युट्युबमा आउँदैछ। हे म त बुझ्ने थिएँ समयले बुझेन, मेरा बसमा बुझेन। यस्तै गीत गाएको थियो, रोइला गीत। अहिले भने एउटा सालेजो गीत पनि गाएको थिएँ मैले, मोतीको पानी है। सालेजो गीतबाट सुरु गर्छु, नाच्नुपर्छ है, पक्कै नाच्ने हो ल। श्री फुल सिराको मेरो मायालु, एकचोटि पिउठानतिरको मात्रै हल्ला चाहियो है। श्री फुल सिराको मेरो मायालु, खै त पिउठानको हल्ला चाहियो। ओके, एकचोटि गुल्मीको हात चाहिँ हल्ला चाहियो है त। श्री फुल सिराको मेरो मायालु, गुल्मीको धेरै रहेछ है बस। किनकि मैले गुल्मीतिरको गीत गाएपछि धेरैजना गुल्मीको आदरणीय दर्शक श्रोताहरूले, आमा बुवाहरूले माया गरेर म धेरै माया पाएको थिएँ। गुल्मीको अत्यन्तै माया लाग्छ मलाई। गुल्मीले मलाई धेरै सपोर्ट गर्नुभएको थियो। एकचोटि गुल्मीको हात माथि चाहियो। आज गुल्मीले रमाइलो गर्छ होइन? ओके, एकचोटि बागलुङको हात माथि चाहियो है। बागलुङले त जित्यो क्या हो गुल्मीले। ठिक छ गुल्मी, ओके।
थ्याङ्क यू सो मच। अहिले भने मोतीको पानी लेखेको छ चालैजो गीत प्ले गरिदिनु होला। ल है सबैजना हल्ला